कपालहरू यस्तो भएछ। चलो बेट्यो हामी चाहिँ घुम्नु आएको है लोटस टेम्पलहरू साथीहरू। यता हेर्दै पनि त सबैजना लेडिजहरू ब्युटिफुल लेडिजहरू। एकदम घाम छ केही नदेख्ने। भव्य नैलै यता हेर नि त मेरो छोरी आजको भ्यू देखिरहेछ। यता हेर्दै नि त यता खै आइगयो खै नियान्स कहाँ गयो? हिरो यहाँ आउनु आऊ, हिरो यहाँ आउन। आऊ यहाँ गुड भयो नि त आऊ त छोरा। उही खेलिरहेछ खेल्नु त लाई पाल्दै लाई पाल्दा भनेको एकदम मेरो साथी एकदम ब्युटिफुल यहाँ हाम्रो भोजु कता गयो ब्युटिफुल लेडी। यता हेर्नुहोस् न हाई गर्नु नि त। हाई हेर्नु घामले टल्केर घाम पुरा छ एकदमै टल्केर कस्तो भयो नि त केही त देख्दैन रहेछ। त्यहीमाथि ग्लास लगाएर त कुन कस्तो भयो लु मैले त देखिन अघि देखेँ अब हेर नि त राम्री भइरहेछ। हेलो भन्दै हो आउँदै जाँदै ए हो रहेछ। नियान्स मेरो त एक्लै जानु लोटस टेम्पल त्यस्तो भिड छ अझै लाइन छ त्यसरी भिड भएको। पर्दैन होला हौ छोड्दै हो कपालहरू के पर्छ होला। हिरो भनी दादा हिरो त्यही त पनि कतिवटा घाम लागेको जस्तो भयो। हेर्नुहोस् लोटस टेम्पल साथीभाइहरू सबैजनाले एकदम लाइट देखाइदिएको छु मैले। स्टारहरू भेज्दो है त्यसो भन्नु ल आऊ स्टार भेज दिजिए सब्सक्राइब कर दिजिए भन्नु न। आऊ छिटो हिँड त नानी आगे आगे चल हेलो गरिदेऊ न यहाँ हेरेर। ए भव्यको त अनुहार देखेन फेस देखेन अब यो लगाउनु त नियान्सको ल्याइदिनु ग्लास ल्याइदिनु अहिले मलाई नै दिन्छ भेटे ए लु हिँड नि त हिँड आगे आगे चाहिँ चल्दैन है। कति भिड छ नि त खै त बिहे भएन हजुर अब एकछिन फोटो गर्ने खिच्ने हो यताउता फोटोसुट गर्ने रिल्स बनाउने। त्यस्तै लाग्यो अलिक शीतल हावा आउने चाहिँ यहाँ पानीले गर्दाखेरि होला हौ होइन भाबीजी आउनु हुँदै होला। आम्माम के साह्रो मान्छे के साह्रो भिड जति नै सुके बेला रहेछ है। दिल्लीमा मान्छे कमी छैन पपुलेसन ज्यादा हुन्छ भनेको रहेछ कमिला जति हो।
पल्युसन पनि त्यति नै हुने। हेर त यहाँ कति लाइन चाहिँ लागिरहेछ। एकदम सपना चाहिँ एकदम सपनामै खोइराखेको छ है भनिदिउँ म। फरेनर देखेर एकदम बेहोस भइरहेछ अरे। यहाँ प्रपोज गर्नु लागेको छ, म भनिदिनु लागेको छु एकदम फकाइदिन्छु अब म। पुरा मन पर्यो। ल ल ल म भनिदिन्छु नसुर्ताऊ। उधर से जाएंगे अंदर। हाँ अंदर जाएंगे। हाँ अंदर जाएंगे अंदर। बोले हम तो नेपाली है भन्दै भन्दै बोले भन्दै। हम तो नेपाली है। भव्याले भव्याले भन्दै पनि हम तो नेपाली है भन्दै। गोर्खाली गोर्खाली गोर्खास भन्छ नि त। सक्यो घुमेर पनि लोटस टेम्पल है हामीहरू। ए फोटो खिच्दै रहेछ नि त। यता हेर न कसलाई फकाइदिनु अरे भन त सपना। कसलाई फकाइदिनु अरे, कसलाई फकाउनु अरे। कुन चाहिँ छ अरे फरेनर? यहाँ भन्दै त कस्तो फरेनर एउटा यस्तो ह्यान्डसम भेट्यो अरे, फकाइदिनु भन्दैछ। साथी हो के गर्नु हौ, मार्छाला फेरि बुढा पनि छ नानी पनि छ है। मार्छा लग्यो भने यस्तो ब्युटिफुल छ नि त, लाम फकिने हो नि। फेरि त्यो मान्छे फकिन्छ होला नि है, कस्तो राम्री छ हेरिहाल नि त। कहाँ गयो हाम्रो अर्को चाहिँ अर्कोले फकाउँदै होला पछाडि। फकाउँदैछ भाउजू, फकिनु हुँदैछ क्या हौ, फकिनु हुँदैछ। यहाँ फरेनर फकाइदियो भनेर अन्त मरि हत्या भइसक्यो। अन्त मार्छ होला भने सुजित भाइले फेरि पानी उपर छ, उपर छ। अब बाहिर निस्केर मात्रै ल, यहाँ चाहिँ एकदम उयो छ। हामी भाउजू पनि जिस्किनु भएको नि त। हामी त सबै मजाकीहरू मात्रै छ यहाँनिर, सबै एकदमै एकदम मजाकीहरू मात्रै छ। घाँसले मुतिरहेछ अरे। जे होस् बोलाइ त खतरै छ हाम्रो। नेपाली हो नि त भनिदेऊ नि त, नेपाली हो नि त। बोली त अब त्यही हो, बोल्नु त अब पाएर आएको हो, पेदासी पाएर आएको नि त। यो फुललाई के पो भन्छ, उयो भन्छ सनफ्लावर के भन्छ। सनफ्लावर, यो सनफ्लावर होला, सयपत्री कति दामी भएको हेर्नु न। हामीले त घरमा यस्तो पटमा रोप्दा पनि हुँदैन त। यो चाइनिज फुल हो है यो। त्यही त भिडभाड हेर्नु न, अझै जाँदैछ कोही आउँदैछ है। यस्तो भइरहेछ, घाम त 10 वटा लागेको जस्तो भइरहेछ। त्यो घाममा घुम्नु निस्किँदा पनि कहिले हुन्छ र। कहाँ गयो नानीहरू? किन अन्त कसले देख्छ र खोल्ने हो, फोटो खिच्ने हो, एकदम बिन्दासले खिच्ने हो नि त। कसले के भन्छ, कसले चिन्छ, कसरी चिन्छ हामीलाई यहाँ, कसले पनि चिन्दैन। उपरतिर बस्नु नि त ज्यादा हुन्छ अन्त छैन। ए अघिसम्म बोतल यत्रो बोकिन्जेलसम्म त पिउँदैन, त्यो भित्र लानु नदिएर घटकी घट आमा आन्टी सबले पियो छैन। अन्त अहिले चाहिँ फेरि माग्छ। अब बाहिर निस्केर
ल डल सल के चाहिन्छ भन यस्तो राम्रो हेर नि त्यो फुलहरू कति दामी नियन्सले गर्दा मम्मीसँग बात पनि गर्नु पाएन चिने भएको त्यही फोन काटिदिए घरमा गएर भन्ने चस्मा लाएर हेर्दै नि त अन्त कस्तो हुन्छ कस्तो देख्यो साथीहरूले ग्लास लाउँदाखेरि एकदम दिदी यहाँ त फुट्दै निस्किने जग्गा पो सक्यो खै कुन त फुट्दै निस्किने जग्गा अरे त्यस्तो लाग्यो त खिचौँ त फोटोहरू यतै बसेर खिचौँ न त अब त्यही त हो फोटो खिच्न आएको घुम्न आएको हजुर कता छ र त्यस्तो जग्गा छ के हो अलेक्सिन भनेको चाहिँ है के हो अलेक्सिन भनेको त्यो अलाक्सिन भनेको चाहिँ साँच्ची ल कसले अलाक्सिन भने अच्छा अलग्गै सिन अच्छा अलक्सिन भनेको रहेछ नि म त अलक्सिन भनेको बुझेर त कसले चाहिँ के भनेको छ यो पनि फुल्लै हो नि कहाँ गयो बच्चेर आइज छोडेलास हराउलास लाला झोलामा हालेर लाला नि आइज पछाडिबाट हिँड्दाखेरि झोलामा टप्पै टिपेर लगेको पनि थाहा नपाउला भव्यलाई देऊ यो फुल झोलामा टप्पै टिपेर लगेको पनि थाहा नपाउला नि हामी त अघि अघि हिँड्छु भिडियो बनाउँदै त रहेछ त यो त आउट रहेछ है एक्जिट रहेछ यहाँबाट एक्जिट रहेछ यहाँबाट मलाई राम्रोसँग देऊ नि त यहाँ भिडियो बनाउँदैछु देऊ नि त छिटो न कसरी छिटो नि त दा छिटो मलाई राम्रोसँगले देऊ नि त छिटो मलाई नियस दादा दिन्छ त कसरी दिन्छ मलाई कसरी दिन्छ होला यहाँ खै मेरो छोरा मलाई नै दिएको आन्टीलाई दिँदैछ थ्याङ्क यू मेरो हुनेवाला जय हो कि नहुनेवाला जय हो नि त मेरो फ्युचरको है जय हो कि होइन अब सुन्ने बुहारी हो बुहारी र मेरो जय हो नि त अन्त थ्याङ्क यू वाह थ्याङ्क यू ब्युटिफुल देखियो मलाई ब्युटिफुल देखियो देखेन मेरो छोरी यहाँ हेरिहाल मलाई फेरि ब्युटिफुल बनाइदिएको अरे नि त लु इन पानी पिउनु रहेछ त यहाँ एक्जिट रहेछ नि त यहाँबाट चाहिँ फेरि आइज न नि पिउने हो र यो चिसो त चिसो रहेछ है पानी पिउने रहेछ नि त पिन त अलिकति पिन त ब्लिचिङ रहेछ पुरा इन्दा नि दबाई बनाउने छ पुरा ए निल लाउन गरेर दिँदैछ लु खै हेरौँ ल आमालाई पनि दियो नि त अन्त लिन ला मस्के के भव्यलाई पनि देऊ नि त भव्यलाई पनि देऊ नि त छिटो लु छिटो तारभित्र पसिन्छ लु हिँड लु होस् तारभित्र नपस लु हिँड लु भयो तारभित्र नपस छोरी एउटा तारभित्र पस्दैन भयो अर्कोले नाना ल हिँड जाऊ अगाडि हिँड जाऊ न हिरो हिरोनी अगाडि पनि हिँड्नुपर्छ त गयो
यिनीहरूले कस्तो बुझेको है छुट्टै अहिलेको केटाकेटीहरू सब बुझिहाल्छ युट्युब हेरेर निस्किने बाटो आयो है लु म चाहिँ भन्दैछु एक्जिट भयो अनि जाउँ न त हौ उतातिर फोटो खिचौँ भइहाल्छ बुझिँदैछ दिइरहेछ त 4:30 छ जस्तो लाग्यो त ചേട്ടൻ 6:30 7:30 खिचिदिनु पर्यो बाई गरिदियो केटी मैले खिचाइ भनिरहेको छु कहाँ खिचाउ भनेर